दर्शकबिन नमस्कार। आज पनि हामी घुम्दै घुम्दै एउटा यो बोसन भन्ने गाउँमा आइसकेका छौँ। यहाँ एउटा आमाले दिदीले यस्तो राम्रो खेती गर्दै हुनुहुँदो रहेछ। यहाँ पुरै हरियाली बनाउनु छ, सब्जीहरू रोपेर अर्ग्यानिक, कुनै मोलसल विषालु मोलहरू नराखिकन बखडाहरू सबै छ। स्याउ हामी चाहिँ आज विशेष गरी बखरा लिन भनेर आएको। यहाँ बुवा घर जाने, हाम्रो गुरुजी घर जाने भोलि, त्यही भएर बखरा टिप्न भनेर आएको। यस्तो राम्रो रहेछ। हामी अब केही कुरा आन्टीसँग पनि गर्छौँ। यहाँ आन्टी नमस्ते। आन्टी नमस्कार। अब हजुरले यो कसरी गरिराख्नु छ, कुन कुन मलहरू राख्नुहुन्छ, यो सबै बताइदिनु हाम्रो दर्शकबिनहरूलाई। गाईको मल हो, गाईको हजुरको नाम पनि बताइदिनुहोस्। निरु बास्कोटा। हजुर हजुर हजुर। गाईकै पिसाबबाट, गाईकै उबाट अर्ग्यानिक सबै हाम्रो औषधि केही पनि छैन, सबै थोक छ। हजुर। गाईकै अब गाईको मलहरू अनि अब जल सबै हालेर यहाँ अर्ग्यानिक मात्रै छ, अरू केही पनि छैन। यसमा औषधि हालेको छैन। हजुर, यहाँ के रोप्नु भएको छ? यहाँ आल्चा छ, नस्पाती, देशी स्याउ नै 5 थरीको छ। हजुर। अनि नस्पाती 4 थरीको छ। हजुर। देशी हलेबेतै 5 थरीको। हजुर। अनि सुन्तला। हजुर। अनि कागती छ 20 बोट जति। हजुर। अनि कटुसी 2500 किलोको कटुस छ 4 बोट। हजुर। अनि कति अब भनेर म त थाहा नै पाउँ। अम्मा छ रातो। हजुर, यो सब्जीहरू पनि रोप्नु रहेछ हैन? यो नारी छ। हजुर। यो बाहिर अनि यो बाहिर पनि बेच्नुहुन्छ कि यही हाम्रो घरमैबाट जान्छ, एउटा बाहिर जानु पर्दैन। नै, मतलब यहाँ हजुरले रोपेर अब यो फलेसी बाहिर सर बेच्ने पनि हो कि घरै खानु? घरैमा आएर लानुहुन्छ, बाहिर जानु पर्दैन। हामीले बाहिर बेच्नु त बाहिरै हो। हजुर, बेच्न पनि बेच्नुहुन्छ जेहोस्। हजुर। कति राम्रो खेती गर्नुभएको रहेछ आमा छोरा भएर, घर परिवार मिलेर। यस्तो राम्रो। हामी आलु पखडा खाइयो, मिठो रहेछ। अरू पनि हामी बाँकी कुरा गर्दै जान्छौँ। भगवानको सेवा गर्न जानुभयो। हजुर। बुढो उता घर जानुहुन्छ, हामी यता आमा छोरा भएर यति ए ठिक छ। अनि यो रुख के को हो नि? यो देशी नस्पाती। देशी नस्पाती। अनि हजुरले महँगो रुखहरू पनि लाउनु छ अरे, सेवाहरूको केसको भन्ने सुनेको थिएँ। महँगो छ, कटुसहरू नि अझै लाउनै बाँकी छ। हलेबेत 50 बोट रोपिसकि। हजुर। यो सबै हजुरको हैन? हजुर हजुर। ए यो तलसम्म आल्चा छ, आल्चा नै 3 थरीको छ। यो तलसम्मको हैन? हो, त्यो रातो अम्मा सबै तलै छ। अंगुर पनि छ। अंगुर छ, झपक अंगुरमा जानु न, आउनु अंगुरमा कति आउँछ। ओहो, अंगुर पनि छ? एकदम राम्रो छ अंगुर। हेर्नु त, अंगुरै 5 थरीको छ। घर हजुरको यही भयो हैन? हो, यो पाडा कटेर अनि फेरि उ पनि छ। यो चाहिँ के रोप्नु भएको हजुरले? लहरे आँप रोपे। लहरे आँप? हजुर हजुर। हेर्नु दर्शकबिनहरू, अब हामी तराईतिर छ त यो लहरे आँप चाहिँ सुन्ने थिएन। यो यहाँ देख्दैछु, ल हेर्न सक्नुहुन्छ। यो चाहिँ कस्तो महँगै छ होला बजारमा हैन? यो 650 किलोको। हजुर। घरैबाट जान्छ हाम्रो सबै। अब यो हामी पाहाडमै आए जस्तो अनुभव छ। यो पाहाडै हो। अब हामी यतातिर हेर्न जानु पर्यो। त्यो गाईले हान्न त हान्दैन नि? ल ठिक छ, राम्रो रहेछ जियोस्। ओहो, यो फुल हो कि के रहेछ? यसरी अर्ग्यानिक रोपेर, घरमै रोपेर यही होला अङ्गुर। जब यहाँ फल्दै रहेछ अङ्गुर चाहिँ, हामी फेरि यहाँ भइयो अनि फेरि पछि खाना आउँदै गर्नुपर्छ क्या, पछि दिदीकोमा। हामी आज चाहिँ आरु टिप्न भनेर आएको। आरु एकदम मिठो रहेछ, यहाँ खाइयो। अब एकदम राम्रो यस्तो ठक्कको रहेछ। अत्यन्तै रमाइलो ठाउँ रहेछ। हावापानी चिसो राम्रो ठक्क मिलेको। आइयो, हामी घुम्यो। लहरे आँप म पनि यहीँ आएर देखेँ। हजुरहरूले कतिले पहिला खाना थियो कि नै कमेन्टमा बताउनु होला। अत्यन्तै रमाइलो रहेछ। हामी बुवासँग नि कुरा गरेर, गुरुजीसँग नि कुरा गरेर अब हामी अरू पनि अब के हेर्दै जान्छौँ। भिडियो अन्तिमसम्म हेर्नु होला। राधे राधे, जय श्री कृष्ण। महर्षि फाउन्डेसनमा हजुर कार्यरत छु भनौँ न अहिलेको लागि। हजुर। र आज चाहिँ यसो घुम्दै फिर्दै यो हरियाली बगैँचातिर आइयो। हजुर। अनि यो आलु बखडा टिपेर खाइयो पनि प्रशस्ति। हजुर। अलिकति यहाँ झोला पनि बोकेको छ। हजुर। यस्तै छ आजभोलि। यो सुगन्ध राख्ने बारीको अर्ग्यानिक। हजुर। गाईको पिसाब हाल्या, गाईको हजुर। मल। हजुर। अब यो देशी हलबेत छ, देशी स्याउ, सुन्तला हेरेर सबै छ। अब यसलाई के भन्छन्, यो सुगरको औषधि पनि हुने। हजुर। यो
यसको नाम चाहिँ भन्नु खानु यता आउनु एकचोटि यहाँ कति छ भने त कता कता अङ्गुर चाहिँ अझै पाक्ने बेला भरिन्छ होइन अङ्गुर पाक्ने बेलामा होइन हजुर फुल कति राम्रो छ हेर्नु नि फुल आहा हामीलाई दिदीले यो भुइँमा फल्ने सेउ पनि देखाउनु भयो ए कस्तो भुइँमा फल्दो रहेछ कति राम्रो हुँदो रहेछ मैले चाहिँ यो खाएको छैन यहाँ आएर बल्ल देखेँ के हो यो ए टमाटर स्याउ स्याउ हो? यो भैँस्याउ ल भुइँस्याउ भैँस्याउ हेर्नु यहाँ भैँस्याउ भुइँस्याउ भैँस्याउ पुवर 5,000 को बेच्यो हजुर अहिले पालि त 10,000 कै होला हजुर यी भैँस्याउ घरै त्यो हल्का दाग साग लागेर रहेछ होइन हजुर हजुर यसपालि दाग लाग्छु हजुर भुइँस्याउ भनेपछि मैले यादै ए भैँस्याउ कति राम्रो छ ल नि यस्तो दर्शक बिनलाई नि देखाइदिउँ है यसो दर्शक। यस्तो हुँदो रहेछ हेर्नु यस्तो राम्रो यस्तो राम्रो हुँदो रहेछ ल ए यहाँ हेर्नु यसमा बिउ चाहिँ हुन्छ कि नै नि यसको त्यही हाँगैबाट सर्छ तपाईँ लाने हो नै 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 लाने नै यो यसको खाँदाखेरि भित्र बिया सिया यो पाण्या कटेज हो मेरो घर सानो एउटा छाप्रो छ त्यसैमा गृहस्थी गरेर बसिरहेको छु हजुर 3टा छोरीमा एउटा छोरो एउटा छोरी 2टा छोरो अब यस्तै हो यो अन्जिर ए हजुरले थाहा पाउनुभयो कि भने मसलामा खाने अन्जिर हेर्नु त अन्जिर यो अन्जिर अलि मलाई चाहिँ थाहा छैन अन्जिर भने मसलामा खाने अन्जिर यो जम्मा 2,000 को मात्रै बेची गरे अब पोहोर 5,000 को बेची यसपालि कति हजार आउला पनि थाहा छैन यो लहरे आँप ल दर्शक बिनहरू यति भन्दै अब हामी चाहिँ अहिलेको यो भिडियो अब यहीँ समाप्त गर्छौँ पछि फेरि नयाँ नयाँ भिडियोहरू लिएर आउनेछौँ हजुरले हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हस्त धन्यवाद नारायण श्रीमान राधे राधे